ल है गाइज, अब चाहिँ ठ्याक्क दिप्चुलीबाट हामी माथिबाट झरेर टक्क तलतिर जाँदैछौँ हामी। अब तल पुगिन्छ, तल पुगेर फेरि हामी एकछिन खाइन्छ सर्ल जाँदैछ। हामी बहिनी दुईजना बहिनी टक्क लाएर दुईजना बहिनी अनि म एकजना साथी। आउन त हामी 6 जना आएको, तर 6 जना आएर 2 जना चाहिँ तलै बस्यो। राति अलि धेरै खाइयो, 2 जना सकेन माथि आउन। Guys, huh? यहाँदेखि चाहिँ डेन्जर छ, जस भिर बाटो चाहिँ एकदम डेन्जर बाटो, अलिक खत्रै बाटो रहेछ। त्यहाँदेखि माथिसम्म आउन पनि त्यति नै टाइम लाग्यो, धेरै दिन भयो थियो नि त नहिँडेको। जस हिँड्न चाहिँ सकियो, बल्ल तल्ल गरेर हिँड्न चाहिँ सकियो। फेरि हामी नेक्स्ट टाइम आउन चाहिँ प्लान त बनाएको छैन। यहाँबाट हामी सिधै गइन्छ, आज खानासाना खाइन्छ, फेरि मानङकोटको बाटो लागिन्छ। पहिला मानङकोट गएर त्यसपछि तानसिङबाट टक्क भएर अनि त्यहीबाट हेर्छु कहाँ कहाँ जाने। हाम्रो 11 दिनको प्लानिङ हो, 10-11 दिनको प्लानिङ हो हिँड्न चाहिँ नि, बाहिर हिँड्न चाहिँ नि। मोबाइल पनि मैले छोडेर आएको क्या। भन्दा नजिक आउँदा सम्झे है। ल अब चाहिँ नि हल्का हात पनि दुखेको जस्तो भयो, अहिले चाहिँ नि बन्द गर्नु पर्यो। तर माथि जान्छ, तल गएर अब हेर्छु खानासाना खाजासाजा के रेडी छ। बसेको ठाउँबाट खाएर हिँड्छु। अहिले अब अलिअलि सम्मसम्म बाटो आउनु थाल्यो, हात धेरै गल्यो क्या। अब चाहिँ नि बन्द गरेर